यो हो 500 रुपियाँको खाना र यो हो 100 रुपियाँको खाना। यस भिडियोमा म 100 रुपियाँको खाना र 500 रुपियाँको खानाको ठाउँ, टेस्ट, सर्भिस, क्वालिटीमा कतिको फरक छ भनेर पत्ता लगाउने वाला छु। म अब सस्तो खाना ट्राई गर्न आएको छु सरकारी हस्पिटलको क्यान्टिनमा। र यहाँ मात्र 100 रुपियाँमा हाम्रो सादा खाना भेट्छ र 140 रुपियाँमा चिकन खाना भेट्छ। अब भित्र हामी जानेछु र ट्राई गर्नेछु कस्तो खाना हुन्छ भनेर। आउनुहोस्। मासु, दाल, भात, सोयाबिनको तरकारी, साग, गुन्द्रुकको अचार, खिरा। यति कुरा चाहिँ हाम्रो 140 को प्लेटमा छ। यो दाल त पानी छ। अब हामी टेस्ट गरौँ खाना कस्तो हुन्छ भनेर। टेस्टको कुरा गर्ने हो भने टेस्ट चाहिँ धेरै राम्रो लाग्यो मलाई। मासुको पनि टेस्ट राम्रो छ, तरकारी पनि यो सोयाबिनको तरकारी पनि राम्रो छ। उता कमी मात्र छ दालमा, दाल पुरै पानी जस्तै छ। मैले खाएर सकाइसकेँ आफ्नो सब खाना। यहाँ चाहिँ मेरो क्यामेराम्यानले खाइरहेको छ। अब तिमी भने त कस्तो लाग्यो? सबको ठिक छ, दाल चाहिँ त्यति भएन, पर्फेक्ट। यतिको प्राइसमा त धेरै हो। उसले पनि सबै सकाइ नै सक्यो आफ्नो खाना। एक्सपेन्सिभ थाली ट्राई गर्न आइपुगेको छु मिथिला क्याफे र यसमा म खानेछु मिथिला थाली। सलाद भयो, यो चोखा भयो, दालबाट बनाए हुन्छ। हजुरले यो दाल हो, यो तरकारी हाम्रो दुईटा तरकारी चाहिँ दुईटा रहन्छ। अनि तरकारी हो सिंगल भेज तरकारी। कडी बडी भयो हजुरलाई, दही भयो, हजुरलाई स्विट, त्यसरी रोटी छ, त्यसरी तरकारी छ, खाना सबै अनलिमिटेड। अब टेस्ट गरौँ कस्तो हुन्छ भनेर। सबैलाई त मासु र भात मिक्स गर्ने। मासु चाहिँ राम्रो छ। खाना चाहिँ यहाँको मलाई मस्त लाग्यो। सर्भिस पनि एकदम दामी थियो, अनलिमिटेड हो। जति चाहियो त्यति हामीले लिन सक्छौँ, जति चाहियो त्यति खान सक्छौँ हामीहरू। मैले खाना सकाइसकेँ। टेस्टको कुरा गर्ने हो भने टेस्ट धेरै नै राम्रो थियो। यसमा ननभेज पनि राम्रो थियो, भेज पनि राम्रो थियो।